हाई फ्रेन्ड्स, आज म कहाँ आएको छु? आज म आएको छु घरको लागि डेकोरेसनको लागि थोरै लाइट लिनको लागि। अनि लाइटहरू चाहिँ हाम्रो हाँसो छ मेरो भाइ। लाइटहरू चाहिँ हेर्नु कस्तो कस्तो छ, एकदम राम्रो। यहाँ त झुमरहरू पनि पाउँदो रहेछ, लाइटहरू पनि एकदम राम्रो राम्रो पिसहरू पाउँदो रहेछ। अनि मैले चाहिँ यहाँबाट आफ्नो घरको लागि डेकोरेसनको लागि लाइटहरू लिएको छु। अहिले चाहिँ म भन्दिनँ कुन चाहिँ लाइट मैले लिएको छु भनेर, हजुरहरूलाई सर देखाएको छु। पछि म आफ्नो घरमा डेकोरेसन गरिसकेपछि एकचोटि फेरि भिडियो बनाएर हजुरहरू सामने सेयर गर्नेछु। यहाँ चाहिँ हाम्रो नेपालगञ्जको वान अफ द बेस्ट प्लेस रहेछ लाइटहरू पाउने। अनि यहाँ कुलरहरू पनि पाउँदो रहेछ। हेर्नु यहाँ लाइट छ, यहाँ हाम्रो दाइले एकदम हेल्प गरिराख्नु भएको छ हामीलाई खोज्नको लागि। टाइम पनि 9 बजिसक्यो साँझको। अब हामी घर जाने हो। अनि त्यसपछि अब म तपाईँहरूलाई एकछिनपछि फेरि भेट्छु। घर गएपछि लाइटहरू म एकचोटि भिडियो बनाएर देखाउँछु। हजुरलाई कुन मन पर्यो मलाई कमेन्ट गर्नु होला। ओके बाई गाइस। त्यो ग्लास त्यहाँदेखि निकालेको केही छैन। जान तल जान्न उसले के हुन्न, इसलिए के ये तो कटिंग करने हो यो मेन क्रेक हेर्नु पर्यो। यो मान लो ओके ब्रदर, आई एम जस्ट लुकिङ। हजुरहरूलाई मन पर्यो भने एकदम ढिला नगरिकन आफ्नो घरको डेकोरेसन गर्नको लागि यहाँ लाइट लिन आउन सक्नुहुन्छ। एकदम राम्रो राम्रो लाइटहरू पाउँदो रहेछ। मेरो भाइहरू यहाँ छ। अनि लाइटहरू यहाँ हेर्नु दाइ, यो पसलको नाम के हो? कम्पनी त कहाँ हो? बालाजी ट्रेड इंटरनेशनल हो, यो कहाँ पर्छ? पुष्पलाल चोक। हजुर, ल श्री बालाजी कस्तो लाग्यो तिमीलाई? ट्रेड इन्टरनेसनलमा आउनु होला। एकदम हजुरले सोचेको भन्दा नि बबाल यहाँ ल्याम्पहरू पाइन्छ। अनि घरको लागि डेकोरेसनको सबै तपाईँ यो झुमर सुमरदेखि सबै पाइन्छ। हेर्नु एकचोटि एकदम नेपालगञ्जमा होलसेल रेट भने नि भयो हजुरहरूलाई। नेपालगञ्जमा प्याक गराइसकेर पनि निस्किन लाग्यौँ। दाइ एकदम आत्तिनु भएको छ सापी लगाउनको लागि। ल हामीहरू सबै निस्किसक्यौँ। ल आऊ सुदीप, छिटो छिटो ल। एकदम लेट भइसकेपछि हामीलाई पनि भोक लागेको छ। बिहानैदेखि हामीहरू एकदम काममा कसैको कसै छ, हिँडेको छौँ। अनि त्यही भएर अब थोरै पेन्ट पनि लिएर आएका छौँ हामीले। यत्रो झोला खै कपडाको कपडा। अनि सबै सामानहरू छोड्दै हिँड्नेछौँ। ल सबै भाइले लाइट बन्द गरिन पनि लगाइसक्यो। हामी लास्ट गराएको रहेछौँ यहाँको भन्ने थाहा पाइसक्यौँ हामीले। हाम्रै लागि कुरेर बस्नुपर्छ। ल अब हामी गयौँ। ल गाइस, ल ढोकासोका बन्द गरेर भाइले। ल हामीहरू सिटीबाट पनि तल झरिसकेको छौँ।